Hey guys, welcome to my channel. Happy Makar Sankranti and it's my birthday. म त यहाँ नुहाएर चाहिँ पसल जानु लाग्यो अलिकति सामान लिन and some chocolates. So let's go to the radio, enjoy, and thank you so much for everybody to wish me in my birthday. हाम्रो भेना चाहिँ माघे संक्रान्तिको लागि finally ये chocolates and conditions चाहिँ जाडो छ है आज पुरा टुरिस्ट so त्यतिको छ अब चाहिँ यहाँ पूजासुजा गरेर लेट्स गो के हुन्छ म तपाईँहरूलाई देखाउँछु यहाँ चाहिँ कुखुरा काटिङ प्रोग्राम मिया बिबी ओ यता हेर मिया बिबी कुखुरा काटिङ लजाएर फेरि धुपुकै खानु फेरि त्यही माथि लगाइदिउँ के हुन्न त्यहाँनिर भने असल मानिस भन्नुहोस् मनले चिताएको कुराहरू सबै पुगोस् मेरी छोरी ज्ञानी भने ह्याप्पी बर्थडे भने ह्याप्पी बर्थडे टु यु मेरी छोरीको हो दुईटा नमस्ते नमस्ते थ्याङ्क यू ह्याप्पी बर्थडे भने छिटो ह्याप्पी बर्थडे माई छोरी ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई यो चाकुहरूको चाहिँ परिकार तिलको लड्डु चाकु एन्ड तरु एन्ड दिस सेलरोटी ह्याप्पी माघे सङ्क्रान्ति यस अब चाहिँ म यहाँ मिठाई एन्ड प्रसाद भन्न जानु लागेको छु ल हाम्रो दाइलाई जान लागेको छु सो लेट्स गो ल यता त भाउजू चाहिँ पुरा रोटी बनाउँदैछ डिकु ओइ हेलो हेलो डिकु लाउनु माघे सङ्क्रान्ति प्लस मेरा बर्थडे का चॉकलेट भी खाइए यता हाम्रो भाउजू रोटी बनाउँदै झिक्नु न एउटा थ्याङ्कु ह्याप्पी माघे सङ्क्रान्ति ह्यापी बर्थडे बुबु थ्याङ्कु ल झिक एउटा झिक सबै खानुपर्छ अरे क्या सबै झिक्कु बाबु ल झिक झिक एउटा झिक सबै खानुपर्छ नि यो चाहिँ हाम्रो माइलो भाइ अझै खानु मलाई झिक है तर थ्याङ्कु मिठाई पनि खाएर अरू उत्यो पनि मिठो हुन्छ है सबसे भन्दा पहिला आशीर्वाद दिनुभयो या ल बाजे एउटा लिनु न किन कोलाई यसको काम यही हो यार यो हाम्रो ह्यान्डसम बाजे हो यता हेर्नुहोस् तेरो टाउको ह्यान्डसम नर्तो खाने यही हो ल ह्याप्पी बर्थडे कुसुम थ्याङ्कु नाच्न सबैले के एउटा ना ओहो है तेरिका बिहान चाहिँ लैजानु भयो त अहिले चाहिँ काटेर नि पोल्न थाल्नु भएछ बोलपाल हुँदैछ ल भेनालाई म राखिदिन्छु है छुट्टै ल ल सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति भनिदिनु नि त ह्यापी माघे सङ्क्रान्ति सबैभन्दा ह्यान्डसम त हाम्रो भेना देखेछ भाइ अझै दुईटा खान्छु मैले यो पनि खान्छु सबै खानु नि एउटा यो पनि खानु पर्यो नि हेलो सो हामीले चाहिँ टिका पनि लगाइसक्यौँ हामी चक्लेट र प्रसाद पनि बाँडिसक्यो एन्ड आजको मौसम चाहिँ एकदम के हुसु लागेको टाइपको छ जाडो छ अब त्यसपछि हामी चाहिँ खाना खान जान्छौँ आज माघे सङ्क्रान्ति पनि हो अनि हामीलाई चाहिँ उता दाईहरूले बनाउनु भएको छ खाना अनि मम्मी र म अनि यहाँ भाउजूहरू गएर खाना खान जान्छौँ भाइ र बुहारी चाहिँ ससुराली जान्छ सो नाउ रेडी भएर तपाईँहरूलाई भेट्छु है त एन्ड थ्याङ्क यू सो मच एभ्रिबडी जसले मलाई फेसबुकतर्फ म्यासेन्जरतर्फबाट विस गर्नुभयो पोस्ट गर्नुभयो थ्याङ्क यू सो मच थ्याङ्क यू हेलो ह्याप्पी माघे सङ्क्रान्ति हामी चाहिँ रेडी भएर अब खाना जानु लागेको पाहुना यहाँ त फोटो सेसन हुँदैछ लुक एट दिस ड्रेस अब फुल युनिफर्म देखाउँछु है त
जान लाग्यो कसको जान लागेर हामी माइतीको घरमा अन्त बहिनी म भाउजूहरू यो मम्मी र भाउजू ल दुईवटा बोल्छ हामी चाहिँ टुक्टुकीमा जान लाग्यो फाइनली हामी चाहिँ आइसकेको छौँ हाम्रो केटावटोली आदि चाहिँ गइसक्नु भएको छ अनि हामीहरू चाहिँ अब यहाँबाट जाँदैछौँ सो नाउ लेट्स गो हेलो ह्याप्पी माघे सङ्क्रान्ति ए माइजू हाम्रो यहाँ भेनाहरू अम्मामा यहाँ टिटै भेनाहरू है त ह्यान्डसम भेना कुन चाहिँ भेना मन पऱ्यो होला यहाँ यहाँ चाहिँ निनी र पुसे ओहो पुसे झन् ह्यान्डसम देखिन् भा ल भेना यस्तो गरिदिनु त हामी खाना सुरु गरेको यस सो चियर्स 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 गरौँ मम्मी तातो पानी नानी तातो पानी फाइनली हामी चाहिँ खाना खाएर घाम ताप्दै एन्ड लुक एट दिस भ्यू हे राम्रो भ्यू सो प्रिटी भ्यू यहाँ घाम ताप्दै हुनुहुन्छ कोही तल खाना खाँदै कोही घाम खाँदै एन्ड आइम हियर सम फोटोजहरू क्लिक गर्दै लुक एट दिस भ्यू सो 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 ब्युटिफुल कस्तो राम्रो भ्यू लभी क्युट भ्यू पुरै यहाँ चाहिँ तोरी अनि समथिङ के लगाएको छ है यहाँ बारीमा सो ब्युटिफुल सो एलिगेन्ट यहाँदेखि ल बाई हजु बाई बाई माइजू बाई 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 ल हामी जान ल अब हामी चाहिँ लाग्छ ल बाई बाई ल बस्नु है त Hey!